ल साथीहरु, आज म तपाईहरुलाई चाहिँ घरमै चाउचाउ कसरी तयार पार्ने अथवा घरै चाहिँदैन यसलाई एउटा सानो कोठा भए पनि हुन्छ एउटा चाउचाउ बनाउनको लागि घरमै चाउचाउ तयार पारेर कसरी खाने भन्ने तरिका सिकाउँदै छु। ल है त ध्यान दिएर सुन्नु होला, भिडियो लामो हुन सक्छ, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। ल पहिला चाहिँ एउटा सानो भाँडो चाहिन्छ। तपाईहरुसँग गिलास छ भने गिलास प्रयोग गर्दा पनि हुन्छ, नत्र यस्तै भाँडो प्रयोग गर्दा पनि हुन्छ। ल यो भाँडो यसरी बसाल्ने पहिला हैन, त्यसपछि ताप्न दिने एकछिन, त्यसपछि एउटा चाउचाउ छ माथि, एउटा चाउचाउ हुँदैन अनि अब नि बरै फुट्यो मोरेका तिरबाट यो काम बढायो, ढिलो भयो। यो ट्याक्कै यो निकाल्ने अनि भाँडो अलिअलि अनि तातिसकेको भाँडो अनि यो खन्याउने यसरी यसरी यो खन्याउने। अब त्यसपछि त्यसैमा यसलाई पनि खन्याउने, यसरी फोरेर यसलाई पनि यसैमा राखिने। यो यति चाउचाउ बनाउनलाई धेरै ठुलो कोठा पनि चाहिँदैन, सानो चिटिक्क कोठा भए पनि हुन्छ। अब यहाँ अर्को यो पनि छ, के हो पनि यो पनि यसलाई पनि कस्तो यसलाई पनि यसैमा खन्याउने। यतापट्टि फेरि यो के छ, यसलाई पनि त्यसैमा खन्याइदिने। यो पनि यो कालो न कालो छ, कालो रहेछ यो पनि नहाल्न पनि सकिन्छ। यो नहाले पनि हुन्छ, तर टेस्ट बढाउँछ, यसले बढाउँदो रहेछ। अलिक पऱ्यो यस्तो गर्ने। त्यसपछि यसलाई तातो छ, तातो तेरिका तातिसकेको छ। अनि यसलाई हल्का यसरी चलाउने, यसरी चलाउने, चमकले चलाए पनि हुन्छ, यसलाई डाडु पनि चाहिँदैन। यो सब यस्तोमा खसेर एकछिन चाउचाउ पाक्दैछ, तबसम्म मैले यो टिप्दै गर्छु। अहिले फेरि ढिलो हुन्छ, कस्तो काम बढ्यो फेरि। पाक्दैछ चाउचाउ। भिडियो लामो हुन सक्छ, अन्तिमसम्म हेर्नु होला है त, नत्र तपाईहरुले सिक्न सक्नुहुन्न। यदि भित्रैदेखि घरमै बनाएर खाने इच्छा शक्ति छ भने तपाईहरु यसरी बनाउन सक्नुहुन्छ। यसरी डढ्यो त्यो तेरिका
ठिक छ। एकछिन यसरी उ गर्ने फ्राई भएको छ। अब अब यसलाई यस्तो गर्ने, यो उमालेको पानी हाल्ने यसैमा। यसैमा उमालेको पानी हाल्ने। यो आवश्यकता अनुसार हाल्न सकिन्छ, तपाईहरुलाई कतिको झोल खान मन हुन्छ। अनि यसलाई यसलाई एकछिन 2 मिनेट जति ढाक्ने यसरी हैन। यसरी 2 मिनेट जति ढाकेपछि पाक्छ। सुप अलि धेरै भएछ, केही छैन, यसलाई खान पनि सकिन्छ। अहिले खान भन्नाले पिउन सकिन्छ। तातो पानी हो के, बियर भयो। ओ ल, यो पाकिसकेको छ। अब यो रेडी भयो, यो खानालाई रेडी भयो। अब यो तपाईहरुले खानाको रूपमा त अलि मिल्दैन, यो अलि थोरै छ। नास्ताको रूपमा चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। सक्नुहुन्छ नै, सक्छु मैले। ल यसलाई चाहिँ यति चलाइदिएपछि ल यसलाई खानाको रूपमा प्रयोग गर्न सक्यो है त। ल हस् त, धन्यवाद तपाईहरुलाई भिडियो अन्त्यसम्म हेर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ल भाइ, अब यसलाई खाएको चाहिँ